जनपूर्व जनप्रतिनिधिको हिसाबले यहाँको चाहिँ के अरे प्रतिनिधिको राजनीतिक कर्मीको हिसाबले राजनीतिक कार्यकर्ताको हिसाबले तपाईहरुलाई सम्पूर्णलाई आउने पर्यटक साथीहरुलाई नुवाकोटमा स्वागत पनि छ। यो झरनालाई हेर्नलाई यहाँको चाहिँ तपाईको चिसो मनोरम दृश्यलाई हेर्नको लागि यहाँ तपाईको चाहिँ फुङफुङ झरनामा आइपुग्ने छन्। त्यो कामको चाहिँ सहजीकरण र यहाँ आउने बाटोलाई चाहिँ प्रबन्धन गर्नको लागि तपाईहरुलाई म विश्वास दिलाउन चाहन्छु। यसलाई हिउँद बर्खा चल्ने गरेर कम्तीमा ग्रामीण बाटोको रूपमा विकास गर्नको लागि म यसै वर्षदेखि पहल गर्नेछु यहाँसम्म आइपुग्नको लागि। पर्यटनको हिसाबले अत्यन्तै सम्भावना बोकेको प्रचुर सम्भावना भएको ठाउँ हो। त्यसमा पनि ककनी गाउँपालिका यो स्वर्गको निधि अनुपम प्रकृति आयोजित फुङफुङ झरना जाने बाटो उद्घाटन समारोह कार्यक्रमका सभाध्यक्ष एवं यसै वडा कमिटीका अध्यक्ष सोनाम लामाज्यू, कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित ककनी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष पूर्व उपाध्यक्ष अध्यक्ष पार्टीका नेता साथीहरू, विभिन्न दलका प्रतिनिधि साथीहरू, राष्ट्रिय स्थानीय कलाकार साथीहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी साथीहरू र सहभागी यो नयाँ वर्षको उल्लासमय वसन्त ऋतुसँगैको आगमन भइरहेको यो वर्षको सुरुवात सँगै हुन गइरहेको कार्यक्रममा सहभागी तपाईं तमाम आमा बुबा दाजुभाइ दिदीबहिनी युवा साथीहरू सम्पूर्णमा म यस क्षेत्रको निवर्तमान जनप्रतिनिधिको हैसियतबाट नेकपा एमाले पार्टी सिङ्गो पार्टीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। लसो फाफुल्ला टक्राउन चाहन्छु। सबैलाई अभिवादन छ। हामी 2081 साललाई विदाई गर्दै 2082 साललाई स्वागत गर्दैछौँ। यो अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नुवाकोटका आमा बुबा दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई म सुख शान्ति समृद्धि को कामना गर्दै सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। आयोजक साथीहरूले हामीलाई बोलाएर खास गरी यो प्रकृतिको वरदान यो फुङफुङ झरनाको जुन अवलोकन र उद्घाटन गर्ने अवसर प्रदान गर्नुभयो, फुङफुङ झरना समाजका आयोजक साथीहरू, खास गरी कार्यक्रम संयोजक दशबहादुर तमाङ, समीर लामा, यसै वडाका वडाध्यक्ष लगायतका साथीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नेपाल पर्यटनको हिसाबले, कृषि क्षेत्रको हिसाबले, पूर्वाधारको हिसाबले, खास गरी पर्यटनको हिसाबले अत्यन्तै सम्भावना बोकेको प्रचुर सम्भावना भएको ठाउँ हो। त्यसमा पनि ककनी गाउँपालिका यो स्वर्गको निधि अनुपम प्रकृतिको वरदान भएको फुङफुङ झरना आज तपाईँ हामी
यो भव्य समारोहका बीच जुन चाहिँ समुद्घाटन सम्पन्न गर्यौं, यो ककनी गाउँपालिकाको सम्पूर्ण ककनी गाउँपालिकाका आमा बुबा दाजुभाइ दिदी बहिनी युवा साथीहरूको लागि यो अत्यन्तै खुसीको कुरा हो। म आज अत्यन्तै यस क्षेत्रको जनप्रतिनिधिको हिसाबले, यो जिल्लाको पार्टीको एउटा नेतृत्वको हिसाबले म आज अत्यन्तै खुसी छु। म 74 मा निर्वाचित भइरहँदा यहाँका साथीहरूले यो ठाउँमा यस्तो खालको प्राकृतिक झरना छ। ककनी हिजो यसैमा पनि राष्ट्रिय पर्यटनको हिसाबले राष्ट्रिय पर्यटनमा चाहिँ दर्ता गरेको ठाउँ, त्यसको चाहिँ छेउछाउमा खास गरी गर्मी याममा चाहिँ मान्छेहरूलाई मनोरञ्जन दिन, खास गरी उपत्यकाका मान्छेहरूलाई यसलाई आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न र यस क्षेत्रको मान्छेहरूको खास गरी स्थानीय व्यवसायहरूलाई प्रबोधन गर्न, आर्थिक हिसाबले विपन्न भएका मान्छेहरूको चाहिँ आर्थिक उपार्जन गर्नको लागि जुन खालको चाहिँ तपाईले केही बजेट सहयोग गरेर चाहिँ यो ठाउँलाई हामीले पर्यटकीय स्थलको रूपमा विकास गर्न सक्यौं भने यसले ककनी गाउँपालिकाको आय आर्जनमा ठूलो चाहिँ मद्दत पुग्छ भन्ने हिसाबले यहाँका साथीहरूले माग गर्नुभयो। त्यसलाई सम्बोधन गर्दै हामीले निर्वाचित भएको पहिलो वर्षमा नै 25 लाख रुपैयाँ बजेट पठाएर हामीले सुरुवात गर्यौं। आजसम्मको त्यो बजेट चाहिँ बहुवर्षीय आयोजनामा रूपान्तरण हुँदै आज यो हिजो अत्यन्तै अप्ठ्यारोको साथ त्यो झरनामा पुग्नु पर्ने, भिरको लहराहरूमा चाहिँ झन्डेर पुग्नु पर्ने, गोरेटोबाट पुग्नु पर्ने त्यो यस्तो जटिल परिस्थिति थियो। त्यो परिस्थितिको समाधान भएको छ। म तपाईहरुलाई प्रतिबद्धता जनाउन चाहन्छु। मैले यहाँ हिँडे, म आफैले पनि अवलोकन गरेँ, हाम्रा साथीहरूले पनि अवलोकन गर्नुभयो। अब हामीले ककनीसम्मको चाहिँ ककनीदेखि चाहिँ पिपलटारसम्मको चाहिँ बाटो चाहिँ अब चाहिँ पासाङ लामो राजमार्ग अब पिचको प्रक्रियामा अब यहाँ चाहिँ सिडिएससम्म त यही सालै नै तपाईको पिचको प्रक्रियामा अगाडि बढ्दैछ। जुन चाहिँ हिजो हाम्रो चाहिँ सरकार चाहिँ आएपछि केपी ओली शर्मा ओलीको चाहिँ नेतृत्वमा आएपछि बजेट सुनिश्चित गरेर चाहिँ कामहरू ठेक्का लगाएर कामहरू अगाडि बढेको छ। त्यहाँदेखि चाहिँ पिपलटारसम्मको चाहिँ तपाईको बाटोलाई पनि बजेट चाहिँ विनियोजन गर्न हामीले अब आउने बजेटमा चाहिँ तपाईको विनियोजन गर्न हामीले चाहिँ पहल कदम लिइरहेका छौं। अस्ति मात्रै पूर्वाधार मन्त्री, संघीय पूर्वाधार मन्त्री नुवाकोट आउँदा हामीले त्यो प्रस्तावहरू चाहिँ पेश गरेर हामीले पठाएका छौं। छिट्टै हामी चाहिँ अब यो संघीय बजेट बन्ने सिलसिलामा छ अनि अर्थमन्त्री र पूर्वाधार मन्त्रीलाई भेटेर यो बाटोको समस्याको समाधानमा हामी लाग्नेछौँ। मैले यो सन्दर्भमा किन जोड्न खोजेको भने यो बाटो सम्पन्न भइसकेपछि मलाई लाग्छ काठमाडौँको हजार मान्छेहरू यो झरनालाई हेर्नलाई, यहाँको चाहिँ तपाईको चिसो मनोरम दृश्यलाई हेर्नको लागि यहाँ तपाईको चाहिँ फुङफुङ झरनामा आइपुग्नेछन्। त्यो कामको चाहिँ सहजीकरण र यहाँ आउने बाटोलाई चाहिँ प्रबन्धन गर्नको लागि तपाईहरुलाई म विश्वास दिलाउन चाहन्छु। यसलाई हिउँद बर्खा चल्ने गरेर कम्तीमा ग्रामीण बाटोको रूपमा विकास गर्नको लागि म यसै वर्षदेखि पहल गर्नेछु यहाँसम्म आइपुग्नको लागि। र तपाईहरुले मलाई ककनी गाउँपालिकाले खास गरी यहाँका आमा बुबा दाजुभाइ दिदीबहिनीहरूले सम्पूर्ण राजनीतिक दलका साथीहरूले मलाई माया गर्नुहुन्छ। म यसपालि भलै निर्वाचनबाट थोरै मतले बाहिर पनि मलाई विश्वास छ यहाँबाट मलाई पहिलो मत दिएर चाहिँ तपाईको ककनीवासीले पठाउनु भएको छ। त्यसको लागि तपाईहरु धन्यवादको पात्र पनि हुनुहुन्छ। यसमा नै म तपाईहरुलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र मलाई अर्को विश्वास के पनि छ भने तपाईहरुले आउने 84 को निर्वाचनमा मलाई जिताएर पठाउनु भयो भने यहाँसम्म आउने दौरा आउने चाहिँ पिच गर्ने काम मैले जिम्मा लिनेछु। र यहाँ ततिर जाने बाटोहरू जुन चाहिँ एक सरो मात्रै हिँड्न सक्ने अप्ठ्यारो स्थिति रहेछ, म साथीहरूलाई भन्न चाहन्छु यो बजेटलाई हामी निरन्तरता दिन हामी यहाँका चाहिँ प्रदेशका सङ्घका चाहिँ मन्त्रीहरूलाई हामी पहल गर्नेछौँ। स्थानीय सरकारले पनि लेखेर पठाओस्, यसको चाहिँ तपाईको चाहिँ मास्टर प्लान पनि बनाएर पठाओस्।
र यो दोहोरो कम्तीमा दोहोरो बाटो हुने गरेर कम्तीमा यसलाई 6 फिटको चाहिँ खुर्किलाहरू बनाउन सक्यो भने भोलि चाहिँ हुने दुर्घटनाबाट हामी बच्न सकिन्छ। सहजमा रूपमा मैले अहिले काठमाडौँबाट आउने हजारौं पर्यटकहरूलाई ओहोरदोहोर गर्न सहज हुन्छ। त्यो कामको तपाईँको चाहिँ डिजाइन गरेर ल्याउनुहोस्, त्यसलाई चाहिने थप बजेट पहल गर्ने चाहिँ काम मैले जिम्मा लिन्छु, त्यो हामीले गर्नेछौँ। र म थप कुरा यहाँ तपाईँलाई अर्को कुरा पनि भन्न चाहन्छु। मैले हेरेँ हामी नेपालीहरू बहुजाति बहुभाषी बहुधार्मिक धर्ममा पनि असाध्यै विश्वास राख्ने, कोही हिन्दू धर्मावलम्बी छौँ, कोही बौद्ध धर्ममा चाहिँ मार्गी छौँ। विभिन्न चाहिँ जात धर्म हाम्रो चाहिँ समाजको एउटा विशेषता हो। हामी त्यसमा असाध्यै विश्वास गर्छौँ। त्यहाँ कुनै ठाउँ मिलाएर तपाईँहरूले एउटा सबैले चाहिँ सम्मान गर्ने, सबैले मान्ने धर्मको एउटा चाहिँ तपाईँको मन्दिर स्थापना, चाहे त्यो गुम्बा होस् चाहे मन्दिर स्थापना गरिदिनु भयो भने अझ चाहिँ पर्यटकको हिसाबले यो ठाउँ चाहिँ महत्त्व बढ्ने जानेछ। त्यो काममा तपाईँहरू लाग्नुहोस्। त्यो बनाउनको लागि हामीले सहयोग गर्ने पनि हामी गर्नेछौँ। हामीले देखिसकेका छौँ आज चाहिँ हजारौं मान्छे जम्मा भएर आज यो ठाउँको चाहिँ स्थानीय व्यापार, खास गरी स्टेबरी, मुला, तपाईँको काफल लगायतका, ट्राउट माछा लगायतका यहाँ आउने चाहिँ जुन चाहिँ पर्यटकहरूले जुन खालको खरिद बिक्री गर्दा यहाँको चाहिँ जनताको चाहिँ आय स्रोत बढ्छ। त्यस कारणले हामीले तपाईँको यहाँको चाहिँ जग्गा जमिनहरूको चाहिँ भाव बढ्छ, यसको मूल्य वृद्धि हुन्छ। यसले गर्दा स्थानीय मान्छेहरूको चाहिँ तपाईँको चाहिँ जुन चाहिँ गरिबीबाट माथि जाने एउटा पहल हुन्छ। त्यो काममा हामी समाजका प्रतिनिधिहरूले बाटोको पूर्वाधार बनाएर यस्ता सरकारहरूलाई यस्ता बाटोहरूलाई, यस्ता पर्यटक क्षेत्रहरूलाई प्रबन्धन गर्नुपर्छ भन्ने मैले मान्यता राख्छु। यस्तो काममा कसैले पनि राजनीतिकरण नगरिकन, विकास निर्माणको काममा राजनीतिकरण नगरिकन विकासलाई साझा दृष्टिकोणले हेरेर तपाईँको जान सक्यो भने यो ठाउँको चाहिँ असाध्यै महत्त्वपूर्ण भूमिका छ। मैले तपाईँहरूको मनोविज्ञान बुझेको छु। आज तपाईँहरू भाषण भन्दा पनि मैले तपाईँलाई जानकारी गराएको हो। तपाईँहरू आज रमाइलो गर्ने मुडमा हुनुहुन्छ। आजको दिन पनि त्यस्तै दिन हो, नयाँ वर्षको सुरुवातको दिन छ। तपाईँहरू एकदम खुसी हाँसीका साथ मनोरञ्जन गर्नुहोस्। कलाकार साथीहरूलाई पनि धेरै धेरै बधाई छ। सबै चाहिँ तपाईँको चाहिँ काठमाडौँदेखि आउनु भएका, विभिन्न जिल्लाबाट आउनु भएका साथीहरूलाई म नुवाकोट जिल्लाका एउटा जनपूर्व जनप्रतिनिधिको हिसाबले, यहाँको चाहिँ के अरे प्रतिनिधिको, राजनीतिक कर्मीको हिसाबले, राजनीतिक कार्यकर्ताको हिसाबले तपाईँहरूलाई सम्पूर्णलाई, आउने पर्यटक साथीहरूलाई नुवाकोटमा स्वागत पनि छ। कलाकार साथीहरूलाई, राष्ट्रिय स्थानीय कलाकार साथीहरूलाई बधाई पनि छ। भर्खरै हामीले प्रमाणपत्र पनि तपाईँको वितरण गऱ्यौँ। उहाँहरू चाहिँ विजेता हुने साथीहरूलाई पनि धेरै धेरै बधाई, शुभकामना छ। तपाईँको चाहिँ काठमाडौँदेखि आउने अतिथि साथीहरूलाई पनि नुवाकोटमा स्वागत छ। र सम्पूर्ण सहभागी साथीहरूलाई नयाँ वर्षको चाहिँ धेरै धेरै शुभकामना दिँदै धेरै धेरै बधाई भन्दै म आफ्नो भनाइ यहीँ शेष गर्छु। धन्यवाद, नमस्कार, अभिवादन।